हेलो गाइस, हामी चाहिँ आमा आङ्ग्रे घुम्न गएको अनि हामी चाहिँ साखुको बाटो हुँदै मेलम्ची निस्किनलाई त्यताबाट जाँदैछौँ। बाटो चाहिँ अलिअलि अफ रोड पनि थियो, अलिअलि पिच पनि थियो। मेलम्चीसम्म चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ दुईजना पुरा स्कुटरमा जाँदैछौँ। अनि आज यस्तो दिन पर्यो कि न त घाम लागेको छ न त पानी पर्न सकेको छ। पुरा कालो कालो हुस्सु लागेर बादल लागेर यस्तो छ हालत। हेर्न सक्नुहुन्छ तपाईहरु सबैले। अब अफरोड सुरु भयो। हेर्नु त अफरोडको हालत, ओहो। पछि तर आमा आङ्ग्रीतिर जाने बाटो हेरी त यो मेलम्चीसम्म निस्किने बाटो त धेरै राम्रो। ओ माय गॉड, कति अप्ठ्यारो थियो भने ज्यान सबै दुखिरहेको छ साथीहरू। अनि त्यसपछि आएर हामी चाहिँ जाँदैछौँ। कहाँ जाँदैछौँ भने आमा आङ्ग्री जाँदैछौँ। मेलम्चीको सहर हेर्दा कति लाग्छ रहर, हैन? सहर त राम्रो छ, तर के गर्नु, अवैध क्रसरहरू चलाएर चाहिँ रोड खोलाबाट गिटी बालुवा निकालेको कारणले गर्दा चाहिँ प्रकृतिले साइलेन्टली मानवलाई मारिदिएको छ। मेरो हिसाबमा भन्ने हो भने प्रकृति चाहिँ साइलेन्ट किलर हो भन्छु म चाहिँ। जसले प्रकृतिलाई मास्छ उसको चाहिँ बिस्तारै बिस्तारै उसलाई चाहिँ प्रकृतिले विनाश गरिदिन्छ। त्यसैले मेलम्चीको अवैध क्रसर सञ्चालनले गर्दाखेरि त्यहाँ भएका घरहरू सबै बगाएका छन्, पुल बगाएको छ सबै। अनि हामी चाहिँ आमा आङ्ग्रीको उकालो लागिसक्यौँ। टक्क लाएर उकालो लाग्यौँ। यहाँ जाँदा चाहिँ पेट्रोलहरू केही पाउँदैन, न त खानेकुरा पाउँछ न त केही पाउँछ। सो अलिअलि हामीले खानेकुरा चाहिँ बोकेर गएको थियौँ, हैन? खानेकुरा बोकेर गएको थियौँ, खायौँ, तर हामी माथिसम्म पुग्न सकेनौँ। किन भन्नुहुन्छ भने पेट्रोल सिद्धिएको कारणले। हामी चाहिँ बिच बाटोबाटै फर्केर आयौँ। अनि के गर्नुहुन्छ त गाइस, स्कुटरमा गएर चाहिँ काम रहेनछ भन्ने बुझियो कि त स्कुटरमा जानेहरूले चाहिँ 5-6 लिटर एक्स्ट्रा तेल बोकेर चाहिँ जानुपर्ने हुन्छ, पेट्रोल बोकेर। अदरवाइज बिच बाटोबाटै हामी जसरी फर्किनु पर्ने हुनसक्छ। हामी चाहिँ फर्क्यौँ। हेर्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ मेरो बुढाले मलाई गाली गरिरहनु भएको छ कि कहिलेकाहीँ त यसो होर्डिङ बोर्ड सोड हेर्नु, सिग्नलहरू दिएको हुन्छ त हेर्नु भन्दै हुनुहुन्छ। यहाँ खोला क्रस गर्दैछौँ आमा आङ्ग्री जाने को लागि। पुलसुल बगाएछ, के गर्नु त, मेलम्चीले त साह्रो बनाएको रहेछ त। पुलको ढिस्को नै उतापट्टि छ। यसरी हामी जाँदैछौँ गल्ठङ गुल्ठुङ बाटोमा। पुरा जिउ दुखेर ओहो मरणासन्न भएको छौँ दुवैजना। हजुर त हेर्न सक्नुहुन्छ, यो चाहिँ खोला क्रस गरेर हामी आमा आङ्ग्रीको उकालो जान तयार हुँदैछौँ। मेरो बुढाले चाहिँ स्कुटर चलाउँदै हुनुहुन्छ, म भने पछाडि बसेर भिडियो बनाउँदैछु, अलिअलि गाली पनि खाँदैछु। साह्रो पर्छ जानलाई चाहिँ। ओ माई गॉड, अब त म कहिले पनि जाँदिनँ यस्तो लङ राइड त। हामीले 131 किलोमिटर ट्राभल गऱ्यौँ, तर त्यहाँ माथि टपमा पुग्न सकेनौँ। बिच बाटोबाटै फर्क्यौँ हामी चाहिँ।
हेर्नु न सबै गिटी बालुवा निकालेर कम्ता बिजोग छैन मेलम्ची खोलाको। सब लुटेराले लुटेर खाइसके देशलाई। अनि प्रकृतिले पनि लुट्दैछ फेरि हामी जस्तो दानव मान्छेलाई, हैन? कम्ता गाह्रो गरी चलाइरहनु भएको छ नि। उहु हेर्नु सक्नुहुन्छ यो भने उकालो उकालो उकालो। सबै अफरोड हो क्या मेलम्ची कटिसकेपछि त पुरापुर अफरोड। त्यही माथि ढुङ्गा बिछाएको। स्कुटर चलाउन यति गाह्रो थियो कि यति गाह्रो थियो। एउटा राम्रो कुरा भनेको के देखेँ भने यो जर्नीमा मैले सन मात्रै देखेँ, त्यति हो, अरू केही छैन। कालो मैलो धुलो त्यति हो। यो चाहिँ आमा एङ्ग्रीको ट्रेकिङ अथवा हाइकिङ ट्रायल चाहिँ जो मान्छे चाहिँ तराईमा हुर्केको छ त्यो मान्छेलाई मात्रै राम्रो लाग्छ। हामी जस्तो पहाडमा हुर्केको मान्छेलाई यी डाँडा काँडा त सामान्य लाग्छ। ज्यान दुखाएर गइयो के नहोला भनेर, तर केही रहेनछ प्रभु। बिचबिचमा सिमल फुलेको, सिमल के समी फुलेको देखियो हो कि सिमलै हो, सिमलै जस्तो लाग्छ। सिमल फुलेको देखियो बिचबिचमा चाहिँ, अलिअलि लालीगुराँस पनि अलिअलि फुल्दै रहेछ। लाली गुराँस अजम्बरी चम्पा चमेली, जे भनी नि हुन्छ हजुर म त नेपाली। डाली डालीमा हो डाली डालीमा फुलिरौँ लाग्छ नि दिलको बारीमा भन्दै गीत गाउँदै उकालो लागियो खानी गाउँ।
सेन्टले बजारले सेन्टले जानु पसन्द छ। जाँदा जाँदै बिच बाटोमा चाहिँ एउटा पाल्चोकी माई मन्दिर रहेछ। त्यहाँ मन्दिरमा गएर हामी दुईजनाले चाहिँ दर्शन गऱ्यौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू हामीले दर्शन गरेको। बन्दै रहेछ मन्दिर चाहिँ। भगवानहरू पनि सबै अप्ठ्यारो अप्ठ्यारो ठाउँमा मात्रै बस्नुहुन्छ क्या, होइन। हामीले दर्शन गऱ्यौँ सबै मन्दिरतिर अनि फर्कियौँ। त्यहाँबाट अनि उकालो लाग्यौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि भिडियोमै दर्शन गर्न सक्नुहुन्छ। बन्दै छ मन्दिर चाहिँ। ओभरअल मन्दिर चाहिँ एकदमै राम्रो थियो। गुम्बा रहेछ सनगाग शोलिङ मोनास्ट्री।
बाटोमा हेर्न लायकको दृश्य भनेको यही मात्र थियो। सबैले हेर्न सक्नुहुन्छ, मैले भिडियो बनाएको छु। अरू केही थिएन। अलिकति माथि एउटा गुम्बा पनि आउँछ, बुद्धको मूर्तिहरू स्ट्याचुहरू देखेको थिएँ, त्यो पनि अलिकति राम्रै थियो। अरू त केही थिएन। बिचरा म घुम्न गएको मान्छे म निराश हुँदै फर्किएँ, ज्यान स्यान सब दुखेर। त्यसपछि हामीले यो गुम्बा पनि देख्यौँ। यो चाहिँ फर्केर आउँदा हो, बिच बाटोमै फर्केर आएको हामी चाहिँ। अनि यही गुम्बा हेरेर आमा आन्टीको चित्त बुझाएर फर्क्यौँ। पेट्रोल नपुगेर फर्केको है हामी चाहिँ गाइस। स्कुटरमा गएर काम रहेनछ कि त एक्स्ट्रा पेट्रोल बोकेर जानुपर्ने रहेछ 5-6 लिटर, नत्र भए उतै बास बस्ने भए चाहिँ ठिकै छ। फर्केर आउनलाई चाहिँ एक्स्ट्रा पेट्रोल बोकेर जानुपर्ने हुन्छ गाइज। र यो गुम्बाको दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले, सरर देखाइदिन्छु।
Kailangan hindi ko. Dito pa ko. Ano dito? Wala na nito. Pas pa sa wala. Dito dito. Wala. Dito ba niya? Dito. Sudah mulai gumang sakit. Pas ni kan? Susah. Pas ni. Ya pas ni. Betul. Hello, Melamchi. I'm to Melamchi agay. Woo! Finally dulu. Budak atas pasir राम्रो छ. Budak atas pasir राम्रो छ त्यो. मेरो भन्दा पनि ड्युटी छ. ना पट्याउँदै बस्नु. Ang tingnan ko lang natin. Udah ka. बिचरा हामी पेट्रोल नभएर फर्केको अनि मेलम्चीमा आएर पेट्रोल हाल्यौँ फुल पेट्रोल हालेर हिँड्यौँ
मेलम्ची आएर खाना पनि खायौँ। आजको लागि भ्लग यति नै। थ्याङ्क यू सो मच।